यो चाहिँ भात हो। भात यहाँ मजाले मैले पकाइरहेको छु। मैले त होइन है भने त्यहाँनिर घाँस छ। यो गोरु भन्ने फटा छ। घाँस खिचेर लास्टै फटा छ हौ यो गोरु। अनि अब हेर घाँस त्यहाँ खायो। यो मुलाहरूलाई जोतेर म लाद्दो फिर्काइन भने नि चलाउँछ। यो घाँस नि काटेर ल्याएँ फेरि लगाइदिनु पऱ्यो भनेर घाँस त खाएनस्। अब भात दिनु पऱ्यो। भात खाएपछि घाँस खान्छ कि भनेको एक थाल भातले पुग्छ होला नि यसलाई। तँलाई अलिक थोरै दिन्छु ल। तैँले फटाइ गरिदिएछस्। बिस्तारी खा तातो छ। केही हो पनि भातै हो। यसलाई चाहिँ खालि तातै मात्र पर्दो रहेछ जहिले ल। यो सोझवाला जिब्रो पोल्दो बिस्तारी खा बिस्तारी। यो अलिक फटा छ। यो अलिक सोझो छ। के गरौँ त भाइ तँलाई एकछिन पख ल। म घाँसले हल्का सेलाइदिन्छु। तातो छ त के गर्नु त नि। पानी हाल्यौँ। पानी हालेर ल्याइदिन्छु छोड्दा। त्यो अर्को त त्यतिकै नि खान्छ। त्यो उनीहरूलाई दया देखाउनु नि हुँदैन खासै। यस्तो तातो छ भने कहाँबाट खान्छ। ओइ भाइ हो छेउमा गयो कि हान्न खोज्छ। यस्तो घरको थोपडा